तेरी के कपड़ा हो यार यार वाह क्या सीन है वाह क्या सीन है हेलो कब को याद नहीं मतलब कब कही हजुर दूध कस्तो लाग्यो डेलिसियस राम्रो छ त्यो बाक्लो दुध हो नि यार कहाँबाट ल्याइदिएको राम्रो दुध अनि आफ्नै हो प्यारी मैले गिलास दुध ल्याऊ भनेको तिमीलाई मैले आफूले भैँसी पालेको थिएँ अनि त्यही दुध हो पानी नै नहालेको दुध हो त्यो म बच्चा थोडी हो र मलाई त्यस्तो लिएर आएँ कि अब अर्को त धेरै भएको छैन खाने गाछ 24 बजे अनि प्यारी अलि नजिक आस्तो गर्नुहोस् न यसो हुन्छ नि यार अनि के बाबुजी अनि हाम्रो चाहिँ कि अनि बच्चा कहिले जन्माउने विचार छ हजुरलाई दुई चार वर्ष चाहिँ नपाउने कि भन्छु के अरे प्यारी के को लागि त्यत्रो विचार गर्छ भर्खर भर्खर बिहे भएको चाहिँ एक अर्कालाई बुझ्न टाइम लाग्छ नपाउने कि प्यारी अनि बिस्तारै बुझ्दा भइहाल्छ नि कति हतार रे कि भर्खर भर्खर बिहे भएको छ नि अनि कस्तो हतार भएको छ मलाई त बच्चा पाउन यु बर्न इन रत्न पार्क यो रत्न पार्क होइन नि प्यारी किन आत्तिको थिएँ यति राम्रो कलकलाउने जवानी छ केही वर्षमा घुमाउला टाइम बिताउला फेवाताल जाउँला अनि यतिजना किन आत्तिको त अनि अनि रहर लागेको छ नि त अनि छोरी पाउनलाई छोरा चाहिँ किन हेला गरेको छोरा त पछि पाउने नि पहिले छोरी पाउने अनि छोरै भयो भने सुरुमा भयो हजुर तपाईँको के छ विचार फ्यामिली प्लानिङको आफ्नै नि हो म श्रीमतीलाई सोध्छु ल मेरो खराब पानी छ मेरो खराब अनि म त विवाहित हो त अनि चियाबारीजी अनि मसँग बिहा गरेको चाहिँ के भन्ने बिर्सिनु हो नो यस तर मैले तपाईँलाई कहिले बिहे गरेँ भर्खर बिहा भयो होइन हाम्रो
कुमार केटो ल खुसी लाग्यो एक्टिङ दबाल्नु पर्यो एक्टिङ दबाल्नु Thank you.